गुड मर्निङ सबैलाई हेर्नु हुने जुन मेरो कोसिस हेर्दै हुनुहुन्छ तपाईँहरूले जहाँ जहाँबाट जोडिनु हुँदैछ हामीसँग र आजको विशेष यो हामीले भिडियो बनाइरहेको छौँ साधारण भिडियो यहाँनिर हाम्रो विशेष मैले भन्नुपर्दाखेरि चाहिँ बहिनीहरू भनौँ न होइन आइपुग्नु भएको छ नेपालबाट र बहिनीहरू के भनिदिनु हुने लु न अब हामी फुपाको घर आउँदाखेरि हैन एकदमै कस्तो लाग्यो हाम्रो दार्जिलिङ है एकदमै राम्रो नि एकदमै राम्रो नि यतै बस्नु जस्तो अब यतै बस्नु त भएन घर पनि फर्किनु पर्यो अब हैन राम्रो एकदमै राम्रो नि डाँडा काँडा हैन माइली त बस्दा हुन्थ्यो नि अस्मिता र के अरे दिसपन्ना मात्रै पठाउँ होला हौ दुईजना मात्रै जानु हामी अस्मिता चाहिँ जाओस् हो अन्त भाइ पनि जाओस् होला हो अन्त चाहिँ के गर्नु अब माइली त बसोस् भनेको खै जान्छु भन्छ के गर्नु हौ है यतै मन पर्यो भन्छ माइली छेमा त माइली छेमालाई चाहिँ यतै राख्नु साप पर्ने पनि नमर्ने लौरो पनि नभाँचिनेको जस्तो कुरा भयो हो अब हामीले राख्नु पनि पर्ने उता पनि पठाउनु पर्ने यस्तो कुरा भयो हो अन्त हाम्रो हेर्ने दर्शक जति पनि हुनुहुन्छ के भनिदिने त लु त विशेष भनिदिनु नि अलिकति आइहाल्नु यसो चल्छ है चल्छ होइन परिचय गर्न त तेरो नाम लु माइलीको अब बहिनीको नाम के हो भन्नु पर्यो माइलीले नमस्ते मेरो नाम सुस्मिता घले गुरुङ हो हजुर 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 हामी नेपालबाट आएको नेपाल कहाँबाट आयो बहिनीहरू मोरङ कालीपोखरी मोरङबाट आएको हामी चाहिँ यहाँ दिदी के अरे फुपाको घर आएको हामी चाहिँ विशेष गरेर दिदी भेरा भन्दा पनि भयो फुपू फुपा भन्दा पनि भयो फुपा भन्दा पनि भयो फुपाको घर पनि एकदमै कस्तो हुँदैछ फर्स्ट टाइम हो कि राम्रो फुपा झन्नै अब होइन मेरो त्यस्तो तारिफ गर्नु पर्दैन तारिफ त म तिम्रो गर्छु है हो ट्यालेन्ट भएको मान्छे राम्रो खालको मान्छे ए फुपाले भदैनीको भदैनीले फुपाको तारिफ है सरी अस्मिता त अब पहिला यहाँ बसेको पनि हो अलिकति अनुभव उहाँलाई छ अस्मितालाई छ काली केटी त बसेको हो पहिले अब हाम्रो मैले भन्दैको मात्रै तर त्यसको काली होइन बहिनी चाहिँ अब फर्स्ट टाइम हो के कस्तो लाग्यो भन्न खोजेको हो र आजको हाम्रो यो चियाको भिडियो बनाउने मौका पर्यो हाम्रो संयोग एउटा होइन हामीले अस्तिदेखि भिडियो एउटा बनाउन चाहेको थियौँ तर कारणवश हामीले सक्यौँ न थुप्रै कारणहरू पर्यो हो आज हतार हतार एउटा भिडियो बनाइरहेको छौँ हामीले तर के कस्तो लाग्छ तपाईँहरूलाई पनि एउटा कमेन्टमा जनाउँदै गर्नु होला हो अन्त भन्दाखेरि अब यस्तै छ अहिलेको मौसम हल्का हल्का है अब मौसमको कुरा गर्दाखेरि अब पानी बेला बेला पर्छ बेला बेला घाम लाग्छ यहाँको वेदर भन्नु पर्दाखेरि यस्तै छ हामी चाहिँ ठिक्क टाइममा आयौँ जस्तो छ है ठिक्क टाइम घाम गर्मी भएको भए त यस्तो डुल्न सकिँदैन थियो नि त हजुर मेरो नानीहरूलाई अथवा मेरो सालीहरूलाई भदैनीहरूलाई म के भन्न चाहन्छु भने धन्यवाद दिन चाहन्छु यस्तो समय मतलब भ्याइ नभ्याइ है यो टाइममा यो पलमा पनि हामीलाई यो टाइम दिँदाखेरि चाहिँ मलाई ढुक्क लागेको छ आनन्द लागेको छ खुसी लागेको छ म थ्याङ्क्स भन्न चाहन्छु तपाईँहरूलाई है र अब अरू त के छ र यस्तै हो गाउँले जीवन गाउँले परिवेश है यस्तै त राम्रो हुन्छ नि धेरै त्यही त हाम्रो ओर्दोर गर्दै गर्नुपर्छ त्यही त हो खै अब आउजाउ गरिराख्ने भने त माइली मात्रै होला हौ माइली अब अस्मिता त अब घरिघरि ज्वाइँले पठाउनु हुन्न होला त्यही त अब म चाहिँ के भन्छु भनेदेखि माइली चाहिँ अब एकदम फिटो बस्नु हो भन्दै साना काका भिडियोदेखि त आइहाल्छु नि भने थाहा भयो धेरै अनुभव पनि भयो धेरै थाहा अब त डाइरेक्ट गाडी भेट्छ नि त डाइरेक्ट गाडी भएपछि त हैन पहिले त सिलगढीमा उत्रेर सिलगढीबाट टिकट काटेर आउनु पर्थ्यो नि त पहिले त अहिले त सजिलो छ सजिलो छ नि त डाइरेक्टले सजिलो हुन्छ नि बिस्कुट लागिरहेछ अब भोलिबाट त एकदम हामीमा एकदम सुनसान हुनेछ हो एकदम हामी यो क्यामेरा हाम्रोमा एकदम बत्ती बलेको यो मान्छे चाहिँ क्यामेरा भएन यो साथीको मिलनपछि बिछोड
अवश्य छ, हुनैपर्छ यो पनि हो, जरुरी छ। र तपाईँहरूलाई भिडियो पनि कस्तो लाग्छ? भाइ पनि यहाँ बस्छ न नानी, साधारण भिडियो बनिरहेको छ बस्छ न, हाम्रो। आउ न। यो क्यामेरा चाहिँ के भएन खाएको भाइले? भाइको पनि के छ भाइ? अब भाइ त घरमै बस्ने कि जाने भाइ अब ओभरचुटेने हो। बसौँ न हौ। जाउँ न। कस्तो मान्छे हौ, ठ्याट भोलि जाने रड्डी गुरुङ हो। त्यहाँनिर हे म त बित्थामा आएछु अरे हिजो डुल्नु त्यो कुकुरै कुकुर थियो कि त्यहाँनिर त्यो कुकुरहरू डाँडा करायो चढ्ने बेलामा क्या 4-5 वटा थियो नि हिजोको त। मजा आयो, मजा आयो। रमाइलो भयो नि त्यो उयो छैन त्यो बर्की पिपल पनि छ नि त्यहाँ हो त्यहाँनिर कस्तो दामी देखेको नि सिनहरू पनि त्यही उ त्यो के अरे त्यो बे बटुल हुँदा मरुपुर हुँदा त्यहाँनिर दुःख छ अरे नि त हो त्यहाँनिर कस्तो राम्रो यहीँदेखि देखिरहेछ बोरको पिपल बरको पिपल अरे। दिशाले त झन् हिजो त मुजुर 2टा भएको भए त लान्थे अरे एउटा दुईटा भएको एउटा त लान्थे एउटा मात्रै रहेछ होस् है लान्न अरे पुरा समाज सक्छ देखि त्यस्तै हो। जस मजा आयो है। रमाइलो भयो नि टिस्टा गर्नु भयो अलिकति भए पनि। यस्तो हुन्छ नि त। रमाइलो भयो नि हो अलिकति पनि झन् त्यो टुरिस्टहरू त्यहाँ बस्ने ठाउँ कस्तो राम्रो नि शीतल हावा पनि एसी जस्तै क्या अब के भन्छु भन्दाखेरि समय रहँदाखेरि समय यसो पार्ट आफ्नो टाइममा चाहिँ है तपाईँहरू आइदियो भनेदेखि चाहिँ अब फेरि घुम्ने मौका अझै मिल्नेछ हो। अब अहिले त यस्तै भइगयो, बर्खाको टाइम पनि भयो, बाटो चिप्लो यता उधर घुम्यौँ हामी र पनि घुम्यौँ नि लड्दै भए पनि है यता लड्दै भए पनि अब आउँदाखेरि चाहिँ नि विन्टरको टाइममा आउनुपर्छ तिमीहरू क्या, सुक्खा दिनमा डिसेम्बरतिर चाहिँ त्यति बेला सुक्खा दिन पनि हुन्छ, जाडो त अब जाडै हुन्छ उहाँको भन्दा त। अन्त त्यति बेला चाहिँ तर घुम्नु फिर्नु गर्नु मजा आउँछ, सजिलो हुन्छ, पानी परेको हुँदैन, घाम लागेको हुँदैन कडा होइन, त्यसरी चाहिँ मजा आउँछ, सजिलो हुन्छ। र फाइनली अब यति नै होला आज हाम्रो है, हो यति नै हुन्छ होला। अब भइसक्यो, अब हामी भरे पनि एउटा भिडियो बनाउँछौँ होला नेक्स्ट हो। भरे बनाउनु पर्छ एउटा, त्यस्तै उस्तै हुनेछ शान्तिनो। खासै विशेष केही पनि छैन आज, हामी साधारण चिया खाँदै एउटा मर्निङ टाइम होइन टाइम पास गफसप गरेको मात्रै हो। भाइको चिया यहाँ रहेछ, तर के कस्तो लाग्छ भिडियोलाई भाइले बिस्कुट हेरेर लडाइराखेको, अनि जहाँ जहाँबाट हेर्दै हुनुहुन्छ हामीसँग जतिजना जोडिरहनु भएको छ तपाईँहरू र तपाईँहरूले यो भिडियोलाई सक्दो सेयर गरिदिनु होला। अनि यदि सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब पनि गरिदिनु होला भन्न चाहन्छु। र तपाईँहरू आज भिडियो हेरेर बस्नु सम्पूर्णलाई थ्याङ्क यू भन्न चाहन्छु। र आज बहिनीहरूबाट केही कसो छ छैन र फाइनली अब भोलि त एकदम बहिनीहरू जाँदैछ, सुनसान हुनेछ हामीसँग हो। यस्तै हो हाम्रो दिनचर्या भनेको, यस्तै कुराहरू हुन्छ। ल आजलाई यति नै भन्नुपर्छ। हुन्छ, थ्याङ्क यू।